सबैजना साथीहरूलाई वेलकम ब्याक टु माई च्यानल बिमला लिम्बू ब्लगमा। अनि साथीहरू हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि ठिकै छु। अनि साथीहरू हेर्नुहोस् त, म मेरो फुलबारीको भिडियो बनाउँछु भन्दै मेरो फुलहरू त कति छिटो झरिसकेछ क्या। हेर्नु ल, यी बकम्बेलीहरू कस्तो मजाले फुलिरहेको थियो है, सबै झरिसकेछ। ल साथीहरू, मेरो भिडियो चाहिँ सुरु भइसक्यो। लास्टैसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला साथीहरू। म चाहिँ आज मेरो फुलबारीको भिडियोहरू बनाउँछु ल साथीहरू। ल हेर्नुहोस् त साथीहरू, यी फुलहरू कस्तो मजाले फुलेको थियो। यो बकम्बली फुलहरू हेर्नु न, अस्ति कस्तो मजाले फुलेको थियो है। अनि यो चाहिँ पहिला एकचोटि फुलेर सेकेन्डचोटि फुलेको यो चाहिँ। यहाँ हेर्नुहोस्, यो पनि अब सुकिसक्यो साथीहरू। यस्तो त छ, हेर्नु न साथीहरू। ल यी साथीहरू, यो चाहिँ फुलि नै राख्छ होइन, 12 मास फुल्छ। यो पनि 12 मास नै फुल्दो रहेछ, तर सिजनको बेला चाहिँ झपक्क धेरै फुल्छ होइन। अफ सिजनमा चाहिँ एउटा फुल्दो रहेछ है साथीहरू। अनि यो पनि 12 मास फुल्ने खालको फुल हो होइन। अनि जुन यो चाहिँ हेर्नु न, यो बकम्बेलीहरू अस्ति मजाले फुलेको थियो, अहिले चाहिँ यी सबै झरिसक्यो। कस्तो मजाले क्या फुलिरहेको थियो। अब भिडियो बनाउँछु भन्दै भ्याएन क्या। अनि यो चाहिँ प्लान्ट हो साथीहरू। यो खालको प्लान्ट चाहिँ हाम्रोमा मेरोमा एकदम धेरै छ है। अनि यो पिङ्क कलरको, यो चाहिँ यस्तो डबली फुल हो। यो चाहिँ इट्टा कलरको साथीहरू। अनि यो चाहिँ लालुपाते ठुलो खालको, अनि यो अर्कै खालको लालुपाते, 2 खालको छ। अनि यो चाहिँ प्लान्टहरू साथीहरू। यता यो प्लान्टहरू, यसपालि यो जेरिनियमहरू त्यति मजाले फुलेन क्या, यस्तो यो यतापट्टिको। अनि यहाँ पनि यस्तो छ साथीहरू। अनि यहाँ हेर्नुहोस् त साथीहरू, यो कत्रो भएको क्या, अस्ति नै सारेको होइन, कस्तो मजाले फुलिरहेछ है। यी चाहिँ प्लान्ट हो, यहाँ छ। अनि यहाँ यस्तो खालको चाहिँ थुप्रै छ है साथीहरू मसँग। यहाँ पनि चर्को बोट फुल्नु आँटेको छ। अनि यता यो फुल त सबैलाई थाहा हुन्छ। अनि यो फुल छ साथीहरू, यो चाहिँ 12 महिना फुल्छ यो पनि। अनि यो यहाँनिर कस्तो मजाले फुलिरहेछ। यता यो प्लान्ट पनि छ, यो चाहिँ अब सेतो फुल्छ, फुल्नु आँटेको छ। अनि यता यो प्लान्ट, यता छ प्लान्टहरू यस्तो छ। अनि यो पनि छ प्लान्ट, यो पनि सेतो फुल्छ। अनि यो सबै फुलेको कस्तो मजाले, यो चाहिँ गइसक्यो। अनि यो अनि यो साथीहरू टन्नै छ फुलहरू त, टन्नै छ है। यता यो चाहिँ घाममा भएर यस्तो रातो भएको क्या साथीहरू। यो चाहिँ भित्र राख्यो भने चाहिँ हरियो भएर कस्तो राम्रो हुन्छ है। अनि बाँकी र यता यहाँ त झप्प भएको छ, यो चाहिँ कस्तो मजाले सुकेको रहेछ, पत्ताहरू निकाल्नु पनि भ्याएको छैन साथीहरू। अनि यो त्यही हो। अनि यो चाहिँ अस्ति मजा कस्तो राम्रो रातो कलरको फुलेको थियो, भिडियो बनाउनै पाइनँ। अनि यो पनि सिजनको बेला मजाले फुल्छ, अफ सिजनमा पनि फुल्दो रहेछ। अनि यहाँनिर छ साथीहरू, यो पनि अहिले अफ सिजन हो नि त, अस्ति सबै फुलिसकेको हो, कस्तो मजाको राम्रो फुलेको थियो। अनि यो पनि हेर्नु त त्यही हो। अनि आज चाहिँ यो चाहिँ कस्तो मजाले फुलिरहेछ क्या, यस्तो मजाले फुलिरहेछ यता। अनि यो हेर्नुहोस् साथीहरू, यो चाहिँ गेट फुल। यता यहाँ खोर्सानी पनि छ है साथीहरू, खोर्सानी फुल्दैछ, अस्ति मजाले फल्यो। अनि यो ड्रागन फ्रुट रहेछ, जेरिनियम फुलहरू अस्ति पिङ्क कलरको कस्तो मजाले फुलेको थियो। हेर्नु न साथीहरू, भिडियो बनाउनु नथाल, यिनीहरू फुलेको छैन। यो सेतो कलरको यहाँ अक्कबडी खोर्सानी साथीहरू, अक्कबडी खोर्सानी। अनि यता यो छ। अनि हो यो रातो कस्तो मजाले फुलिरहेछ है, आमामा। यो गुलाबको फुल हो, यो पनि 12 महिना फुल्छ, तर अहिले चाहिँ अलिक फुलेको छैन, यस्तो रातो फुल्छ सानसानो। यो पनि गुलाब हो। अनि यो चाहिँ के गर्नुभएको, यस्तो रोपिराख्नु भएको छ नाम्दिङको बाबाले। अनि यो पनि प्लान्ट हो साथीहरू, प्लान्ट।
यो चाहिँ रेड कलरको होइन, यहाँ चाहिँ येल्लो कलरको कस्तो मजाले रोज फुल जस्तै फुलेको थियो, यो पनि सुकेर गयो। अनि यो प्लान्ट हो, यस्तो छ यस्तो। यो चाहिँ यहाँ चाहिँ घन्टी फुल, म चाहिँ घन्टी फुल भन्छु। अब साथीहरूले चाहिँ के भन्नुहुन्छ है। यो चाहिँ यता अर्को पछाडिको साइडमा है साथीहरू। यो चाहिँ हेर्नु न, यो फुलको घामले भेटाएर होला कि यसको यो जेरिनियम हेर्नु न, फुलेकै छैन। यो प्लान्ट हो, यो पनि प्लान्ट। यो खोर्सानी साथीहरू, यो सबै प्लान्ट नै प्लान्ट हो। यो पनि यस्तो मजाले यस्तो पो हुँदो रहेछ हेर्नु न, फुली पो रहेछ न, सेतो सेतो कस्तो मजाले फुलेको हेर्नु न। अनि फुली पो रहेको त। अनि यो चाहिँ प्लान्ट हो, यो खालको चाहिँ प्लान्ट थुप्रै छ, यता पनि छ। फेरि यहाँ पनि थुप्रै सार्नु भएको छ नानीको बाबाले। यो त हेर्नु न मरेको, यस्तो मरेको कि बाँच्यो। यता छ प्लान्टहरू थुप्रै छ साथीहरू। अनि यो खालको प्लान्ट पनि छ, यो चाहिँ दामी छ हेर्नु त। यो लक्की बेम्बो, यहाँ खोर्सानीहरू पनि छ साथीहरू। अक्कबडी खोर्सानी साथीहरू, अक्कबडी खोर्सानी मजाले फुल्दै पनि छ, फल्दै पनि छ। हेर्नुहोस् त, यहाँ सिस्नु पनि छ भन्नुहुन्छ भने हेर्नु न है। यहाँ टमाटर, यहाँ अस्ति यो साग थियो चम्सु, साग पनि अब सक्यो। ल साथीहरू, अब मेरो भित्र साथीहरू यो कस्तो राम्रो छ है, हेर्नुको साथीहरू। अनि यो खालको छ, यो ल यो छ, यो प्लान्टहरू छ साथीहरू। साथीहरू हेर्नुहोस्, यहाँ आँपको देख्छ नि त, ठुलो ठुलो त होइन सानो। यहाँ पनि लगाएको छ, हेर्नुहोस् कस्तो दामी क्या है, यत्रो यत्रो भएको। हेर्नु न साथीहरू, क्या दामी सब। साथीहरू मेरो भिडियो चाहिँ अब करिब मेरो फुलबारीको भिडियो यति नै हो साथीहरू। के हेलो गाइस, दामी छ है फुलहरू, हेर्नुहोस् है साथीहरू। मेरो सानो गार्डनमा कस्तो साह्रो गर्मी क्या साथीहरू आज त। ल साथीहरू, मेरो भिडियो चाहिँ अब यति नै हो, मेरो फुलहरू सबै यति नै हो साथीहरू। हजुरहरूलाई कस्तो लाग्यो साथीहरू मेरो भिडियो, लास्टैसम्म हेरेर साथ सपोर्ट दिनुभएकोमा धन्यवाद। थ्याङ्क यू सो मच। अनि साथीहरू नयाँ साथीहरू हुनुहुन्छ भने लाइक सब्सक्राइब गर्नु होला। बाई साथीहरू, बाई बाई। दामी क्या फुल साथीहरू।